Hello everyone, it's me Playboy. Welcome back to सबैजनालाई मेरो एउटा माइनक्राफ्टको न्यू भिडियोमा. सो गाइज, आज चाहिँ हामी माइनक्राफ्टमा एसपी फार्म बनाउन गइरहेको छौँ. सो लेट्स बिगिन. अलराइट गाइज, म चाहिँ एउटा वर्ल्डमा आइसकेँ हैन. हजुरहरू पनि कुनै वर्ल्डमा आफ्नै वर्ल्ड छ भने वर्ल्डमा या सर्भरमा बनाउन सक्नुहुन्छ. सो गाइज, अब चाहिँ हामी फार्म बनाउन स्टार्ट गरौँ. मतलब हाम्रो एक्सपी फार्म बनाउन स्टार्ट गरौँ है. हजुरले चाहिँ कुनै पनि एउटा ब्लक, जस्तै मैले चाहिँ स्टोन ब्रिक्सले त्यहाँबाट चाहिँ हजुरहरूले 100 ब्लक्स माथि जानु होला. जस्तै 1 2 3 4 5. अलराइट गाइज, म चाहिँ 100 ब्लक माथि आइसकेँ होइन. हजुरहरू पनि 100 ब्लक माथि आउनु होला. अनि 100 ब्लक माथि आइसकेपछि चाहिँ यताबाट 2 अनि यताबाट चाहिँ 1. जस्तै हाम्रो यो 4 को हुनुपर्छ, 4/6 को. जस्तै 2 यता 2 अनि यता 2 छ नि होइन गाइज. यसपछि हामीले चाहिँ 4/6 को बनाउनुपर्छ. जस्तै यो 1 भयो, 2 3 4 5 6 है. यसरी 4/6 को बनाउनुपर्छ. हजुरहरू पनि बनाउनु होला. अलराइट गाइज, यसपछि हजुरहरूलाई चेस्ट र हपर चाहिन्छ होइन. म चाहिँ चेस्ट र हपर यहाँ लिन्छु है. हजुरहरू पनि चेस्ट र हपर लिनु होला. चेस्ट एन्ड हपर लिनु होला है. अलराइट गाइज, हजुरसँग हपर र चेस्ट भइसकेपछि यति हजुरले गरिसकेपछि यो 1 2 3 4/6 गरिसकेपछि हजुरले यो 4 बाट जस्तै 1 2 एन्ड यहाँनिर चाहिँ हजुरले चेस्ट राखिदिनु होला है गाइज. मैले जहाँ राखेको छ चेस्ट हजुरले त्यहीँ राख्नु होला. यस्तै 1 2 र 3 भयो नि होइन गाइज. यहाँनिर चेस्ट राखिदिनु होला. चेस्टको वरिपरि चाहिँ 4वटा हपर यससँग कनेक्ट गरिदिनु होला. त्यसरी यसरी कनेक्ट गरिदिनु होला. जस्तै मैले गरेँ जसरी कनेक्ट गरिदिनु होला. र यो हपरको माथि चाहिँ हजुरले स्ल्याब राखिदिनु होला. जस्तो नि स्ल्याब राख्न मिल्छ गाइज, हजुरले जस्तो नि स्ल्याब राख्न मिल्छ. जस्तै मैले चाहिँ अहिले यसकै स्ल्याब लिएँ. मैले चाहिँ अहिले स्टोन कबल स्टोनकै स्ल्याब लिएँ. हजुरले चाहिँ जुनको स्ल्याब लिन पनि मिल्छ है. मैले चाहिँ कबल स्टोनकै स्ल्याब लिएँ. अनि त्यसपछि गाइज हजुरले योबाट वरिपरि कभर गरिदिनु होला. यसरी वरिपरि यसरी कभर गरिदिनु होला है गाइज. मैले जसरी नै कभर गरिदिनु होला ताकि हजुरको यो फार्म राम्रोसँग चल्छ है गाइज. अनि यसरी 2 ब्लक यसरी माथि लानु होला. यसरी 2 ब्लक माथि लानु होला. ट्रिपल ब्लक माथि लानु होला. अनि गाइज यति गरिसकेपछि यो टोटल 3 ब्लक हजुरले माथि लगिसकेपछि यहाँबाट चाहिँ हजुरले 19 ब्लक माथि लानुपर्छ. जस्तै 19 ब्लक. जस्तै यो 1 भयो, यो 2 भयो. यसरी नै यो हजुरले 19 ब्लक माथि लानुपर्छ. किनकि हाम्रो जम्बी स्केलेटन क्रिपर तल आएपछि मर्नु भएन नि त गाइज. ठ्याक्क आधीको हातमा हुनु पर्यो. अनि हामीले मारेर चाहिँ हामीले एक्सपी लिन्छौँ है गाइज. सो गाइज, म चाहिँ हजुरसँग 19 ब्लक माथि जान्छु अनि हजुरसँग फेरि भेट्छु है त गाइज. अनि गाइज हजुरले चाहिँ यो फ्रन्ट साइडमा यसरी स्टेयर्स राखिदिनु होला. यसरी स्टेयर्स यो उल्टो पारेर स्टेयर्स राखिदिनु होला. जसरी मैले राखेको छ यसरी उल्टो पारेर राखिदिनु होला. यसरी है फ्रन्ट साइडमा चाहिँ. अनि चाहिँ फेरि 19 ब्लक माथि जानु है त. अलराइट गाइज, म चाहिँ 19 ब्लक माथि आइसकेँ होइन. हजुरले चाहिँ मैले गरेकै जसरी गर्नु होला. अनि गाइज अब 19 ब्लक माथि आइसकेपछि यहाँबाट चाहिँ हजुरले 7 ब्लक उता लानु. जस्तै 1 2 3 4 5 6 एन्ड 7 है त गाइज. यहाँबाट चाहिँ 2टा ब्लक यसरी ल्याउनु होला, 7 ब्लक. अनि यहाँबाट चाहिँ एउटा ब्लक यसरी ल्याउनु होला. जस्तै 1 2 5 6 7. अनि यहाँबाट फेरि 2टा ब्लक यसरी ल्याउनु होला. जस्तै 1 5 6 एन्ड 7 है गाइज. 7 भन्दा बढी हुनु हुँदैन किनकि हजुरको बिग्रिन्छ है. 7 भन्दा बढी हुनु हुँदैन. 7 कै ठ्याक्कै लिमिट छ एउटा माइनक्राफ्टको. 7 भन्दा बढी हुँदैन है. जस्तै 1 1 2 6 7. ओके गाइज, यति गरिसकेपछि यसको वरिपरि चाहिँ यसरी बोर्डर राखिदिनु होला गाइज. जसरी मैले राखिरहेको छु है. हजुरले नै यसरी नै बोर्डर राखिदिनु होला यसको अगाडि. यसरी है यसको हजुरले बनाएको जसरी है मैले गरेकै जसरी गर्नु होला गाइज. नत्र हजुरको बिग्रिन्छ है त. अनि गाइज यस्तो बिचबिचमा चाहिँ यसरी ठाउँ नछोडिदिनु होला. यहाँ पनि यसरी कम्प्लिटली गर्नु होला किनकि हजुरको जम्बी फेरि त्यहाँनिर फस्छ अनि तलपट्टि झर्दैन है. त्यही भएर हजुरले त्यो कुरा ध्यान दिनुपर्ने हुन्छ बिचमा नफसोस् है. जसरी यसरी कम्प्लिट होस् क्या, यसरी कम्प्लिट होस्. अनि गाइज यहाँबाट चाहिँ हजुरले वाटर बकेट हाल्नुपर्ने हुन्छ. जस्तै म वाटर बकेट हालिदिन्छु. जस्तै यहाँबाट हजुरले यसरी वाटर बकेट हालिदिनु होला. अनि यहाँबाट यसरी वाटर बकेट हालिदिनु होला. अनि यहाँबाट यसरी वाटर बकेट हालिदिनु होला. अनि फेरि यहाँबाट यसरी वाटर बकेट हालिदिनु होला. यति गरिसकेपछि अब यहाँनिर जम्बी यसरी फस्छन् अनि यिनीहरू तलपट्टि झर्छन् अनि हामी मारिदिन्छौँ है त गाइज. अब गाइज के गर्ने भनेदेखि हजुरले सबैलाई फिलिट गरिदिने. जस्तै यसरी सबैले फिल गरिदिने. यसरी सबमा फिल गरिदिने है. जस्तै मैले गरेको जसरी हजुरले सबमा फिल गरिदिनुपर्छ. यो सबै चारैतिर यसरी फिल गरिदिनु होला. यसरी सबैतिर यसरी फिल गरिदिनु होला है त. म फिल गर्छु अनि हजुरसँग फेरि भेट्छु है त गाइज.
अलराइट गाइज, मैले चाहिँ सबैमा फिल गरिसकेँ होइन। हजुरले नि यसरी सबैमा फिल गर्नु होला। र गाइज यति फिल गरिसकेपछि अनि यहाँनिर चाहिँ यसरी ब्ल्याङ्क छोडिदिनु हुँदैन, किनकि यहाँनिर जम्बी फस्छ अनि तलपट्टि हाम्रो तल झर्दैन है। त्यही भएर यसरी कम्प्लिट होस् है गाइज, यो मिस्टेक हुनु भएन, यसरी कम्प्लिट होस्। मैले जसरी गरेको हजुरले नि त्यसरी नै गर्नु होला। सो गाइज यति गरिसकेपछि हजुरले 2 ब्लक माथि लानु होला। जस्तै यो 1 ब्लक हो, यो 2 ब्लक हो। यसरी 2 ब्लकले चाहिँ यसरी चारैतिर कभर गरिदिनु होला। 2 ब्लकले है, धेरै ब्लकले कभर नगरिदिनु होला, नत्र यो बिग्रिन्छ है। 2 ब्लकले मात्र है त गाइज। यति गर्छु, हजुरसँग फेरि भेट्छु है त। अलराइट गाइज, मैले चाहिँ यो कभर हानिदिइसकेँ होइन। हजुरहरू पनि यसरी चारैतिर यसरी कभर हानिदिनु होला। 2 ब्लकले मात्रै, धेरै ब्लकले माथि गर्नु पर्दैन, 2 ब्लकले मात्रै। अनि त्यसपछि गाइज यहाँनिर सबैतिर यसरी कभर हानिदिनु होला। माथिपट्टि यसरी ठ्याक्क मैले जसरी नै हजुरले चारैतिर यसरी कभर हानिदिनु होला, किनकि अँध्यारो हुनुपर्छ नि त गाइज। उज्यालोमा त कुनै पनि मब स्पन हुँदैन, हजुरले थाहा होला माइनक्राफ्ट खेल्ने जतिलाई है। त्यही भएर यसरी सबतिर कभर हानिदिनु होला। जस्तै मैले गरेको यसरी कभर हानिदिनु होला। अलराइट गाइज, मैले चाहिँ यो पनि कम्प्लिट हानिदिइसकेँ होइन। अनि यति नै हो फार्म होइन। अब म हजुरलाई हल्का कसरी यो वर्क हुन्छ त्यो पनि म हजुरलाई हल्का भनिदिन्छु होइन। त्यसपछि चाहिँ यो भिडियो एन्ड गर्छु है त गाइज। अलराइट गाइज, यो चाहिँ कसरी वर्क गर्छ भने, इफ हजुरहरू सर्भाइभलमा हुनुहुन्छ भने हजुरहरू यो माथिबाट त्यो अँध्यारोको चक्करमा यिनीहरू स्पोन हुन्छन् अनि तल आएर यिनीहरू मर्छन् अनि हामीले चाहिँ एक सर्टमा यिनीहरूलाई मारिदिन्छौँ है। अनि हामीलाई चाहिँ यसरी एसपी आउँछ है त गाइज। यसरी यो वर्क गर्छ। अनि यिनीहरू चाहिँ अब जति पनि मबहरू माथि स्पोन हुन्छन् होइन, यी यसरी आउँछ है। अनि यिनीहरू सबै चाहिँ यहाँनिर आएर कलेक्टेड हुन्छ यसरी है। यति नै थियो आजको भिडियोमा। सो गाइज भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु। र यति नै थियो भिडियो। सो टेक केयर एन्ड बाई बाई।